गणेशको पूजा गर आज न देवदान सम्पदामा कुम्भ विष्णु स्वयं सम्पूर्ण देवी देवताहरू आएर कलशमा वास गरिदिनुहोस्। हाम्रो आजको कार्य सफल होस्। ल त्यहाँ हाम्रो होइन कसलाई रक्षा गर्नुहोस् सबैलाई, दाइ भाइ मामा हामीलाई पनि आफूलाई पनि रक्षा गर्नुहोस्। पुरै भुइँमै पार्नु पर्दैन क्या अनमोल। पखाइ पखाइ नानी उता जानु कसरी फुटाउँछ सब किनभने अर्कोचोटि हुन्छ होइन। पूजा गर फुटाउ हात आइरहेछ ब्याम अब छानामाथि भन्छ अब यतैतिर राखिदेऊ न, त्यहाँ कतै कतै राखिदेऊ ल। ल अब छिट्दै आऊ ल। त्यही फेरि सेम अब लास्ट अब टिका लाउनु पर्यो। मैले फुटाएर अनमोल यार कस्तो यार बेज्जती यार अनमोल। घुमाउँदै एक राउन्ड हाल्नु फेरि। अब भयो अब लास्ट हो, अब टिका लगाइदिने बेला भयो। गाइस मैले फुटाएको नि ओखर अनमोल सकिनु। एकजनाले गर न सजिलो हुन्छ। छ्याउ कसरी पुजेको अनमोल यता मुन्द्रेलाई गर न अन्त यता मामालाई सकिँदै जान्छ क्या। तेरो लुगा लुगा अनमोल अनमोल तेरो लुगा चाहिँ यसो गरेर चेपेर गर ल। पछाडि राखेको भान्जा छोड आज लाउनु पर्छ, नौदा भइहाल्छ नि। मामालाई लगाइदिए माला 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 भाइलाई भाइको सानो सुमेरु 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 त्यसलाई त्यो सर्टबाट बाहिर लगाइदिए ल। श्रीका सर्टबाट साङ्गबी सर्टबाट बाहिर यही पाल्यो पहिला मखमलीको लाउने श्रीका लिएर आऊ। सबैभन्दा सानो चाहिँ मामालाई राख्दैछौ।
त्यस्तै भान्जालाई त्यस्तो छ छोड्दे छोड्दे हुन्छ छोड्नु, अब त्यो भयो कि छोड्नु पर्दैन लाउँदैछ यो त देख्नु त्यो त्यो गाँठो यो दोरी मात्रै भएर दोरी राख्छ यो दोरीहरूको पछाडि त्यो खोल्नु न आमा मात्रै लगाइदिनु। खोल्दैन हातमा भए पनि लगाइदे काहीँ काहीँ ओइ आजको दिन पनि आज उसको मर्जी हो नि त। लु भयो भान्जा छोड्दैछु दादा सानो मामाले सानोमा सानो दिन पुगे ठुलो मामाले यो कति साल हो अब सधैँभरि यसरी नै के गर्न पाऊँ मनाउन पाऊँ ल ल माइजू जानु 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 ल ल ह्याप्पी तिहार माइजू के